सबैजनालाई मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ र ह्याप्पी बुद्ध जयन्ती। अनि हामी चाहिँ आज मन्चुकातिर जानु आँटेको है। उहाँ चाहिँ आज बुद्ध जयन्ती हो नि त। अनि उहाँ चाहिँ इन्डियन भोटेहरू सबैजना इन्डियन भोटेहरूको उहाँ बस्ती नै छ के। तर मलाई चाहिँ कुनै आइडिया छैन है आज चाहिँ त्यहाँ रमाइलो हुन्छ हुँदैन। तर त्यही पनि एकचोटि गएर हेर्नु मन लाग्यो, त्यही भएर चाहिँ जानु आँटेको। ल त गाइस तपाईँहरूलाई पनि म देखाउँछु त्यहाँ चाहिँ के कस्तो माहौल हुँदो रहेछ भनेर है। गाइस अब हामी चाहिँ हिँडेको, हामी चाहिँ बाटोमा हिँड्दैछौँ। गर्मी चाहिँ बेसनी सानो पोलेर आज चाहिँ आधी चाहिँ डढिन्छ होला। बेहुली चाहिँ बन्नै पर्छ नि। बेहुली बन्नै पर्छ, नत्र अलिकति भएको गोरु पनि डढेर कालै हुन्छ। हामी चाहिँ बस कुदैछौँ। बस कुर्दै हामी चाहिँ यस्तो गर्मी छ भने जाँदै हो। अब मेट्रो स्टेसनमा जाँदैछौँ हामी चाहिँ। अब ल गाइज हामी चाहिँ मेट्रो स्टेसन आयौँ। मेट्रो स्टेसन आइपुग्यौँ हामी। मेट्रो स्टेसन आइपुग्यौँ है। हामीले चाहिँ मेट्रोलाई कुर्दैछौँ। मेट्रो आउँछ। यो चाहिँ मेट्रो स्टेसन है गाइज। यो चाहिँ बाटो मेट्रो बनाउन पाइन्न क्या। हामी चाहिँ मेट्रोमा बस्यौँ है गाइस। मेट्रोमा बस्यौँ हामी चाहिँ। भिडियो मेट्रो मलाई चाहिँ किनभने यो मेट्रोमा हिँड्दा पनि रिगाउँछ कि गाडीमा हिँडे जस्तो चाहिँ हुन्छ। खाली छ। आरक्षित सीटों पर ना बैठे। न्यू दिल्ली आइपुगे। न्यू दिल्ली अब चाहिँ एल्लो लाइन पक्रेर जाने भन्छ। यहाँ पहिला एक्जिट हुने होला। हजुर बन्द के हो माथि बन्द छ र। एक्जिट त यहीबाट त हुने। ए अब चाहिँ विधानसभा हो कि कहाँ? विधानसभाको मेट्रो पक्रेर जाने हो हामी। हामी चाहिँ हामी चाहिँ अर्को मेट्रो पक्रेर जाँदै हो विधानसभा। विधानसभामा आइपुगेर नि अब अटो चढ्यो। अब चाहिँ मन्चुकातिर जानु लागेको है। गर्मी चाहिँ यस्तो गर्मी छ झ्याउ लाग्दै। म पैसा ल्याउन आएर हुने जामन लगिदिएर यस्तो गर्मी छ। ल हामी
हामी चाहिँ हिँडेको गाइज हामी चाहिँ गुम्बा आइपुग्यो गुम्बा जस्तो छ खासै ठुलो छैन बाँकी अरूहरू चाहिँ भित्रभित्र चाहिँ म घुमाउँछु हजुरहरूलाई सबै देखाउँछु पनि म चाहिँ लापिङ खान लगाएको उहाँले चाहिँ लापिङ बनाउँदै हुनुहुन्छ गाइस हामी चाहिँ अब लापिङ खान लागेको उहाँहरूले पनि खाँदै हुनुहुन्छ है कस्तो लाग्यो पिरो अमिलो च्वास्सै पिरो अमिलो च्वास्सै लाग्यो अरे अब मैले खान्छु गाइस अब यस्तो खाँदै बनाउँदा नि मिल्दैन यस्तो खिचिदिनु त यस्तो एउटा छोपिदिनु त बहिनी यस्तो यस्तो छोप त्यसरी गाइस म पनि पिरो अमिलो च्वास्सै खाइदिनु पऱ्यो तर काठमाडौँको लासमाले अर्किन्छु अलि अर्किन्छु अभी हमें एक को देकर गए मैं जैसे शॉप में दे दूँगी वैसे फिर वो आँखा यही हो है गाइस मन्जुला तिलाको गुम्बा चाहिँ गाइस म चाहिँ कान सफा गर्न लागेको यहाँ कान सफा गर्दै हुनुहुन्छ भैया ठीक से निकालेगा कि क्या निकालेगा देखो हजुरलाई यहाँ मन्जुका तिलाको बजार देखाउँछु यहाँ के पाउँदो रहेछ सबै हामी चाहिँ मोमो खान लागेको यहाँको मोमो चाहिँ कस्तो छ एकचोटि टेस्ट गर्नु पर्यो टेस्ट गर्नु उइस गर्नु छैन त फोर्क छैन त मोमो चाहिँ यस्तो हुँदो रहेछ यसको साथै सलाद दिँदो रहेछ अचार चाहिँ चटनी चाहिँ मर्कामै आउँदो रहेछ जति खाना मन लाग्यो खाने गाइस यहाँको मोमो चाहिँ कस्तो हुँदो रहेछ टेस्ट गर्नु पर्यो यहाँ त मासु छैन क्या त गर्दा नि गर्दैन न ठिकै हुँदो रहेछ नेपालको टेस्ट चाहिँ नहुँदो रहेछ
चाहिँ हामी चाहिँ अब सक्यो यही हो बजार चाहिँ मन्जुका तिलाको। अब चाहिँ हामी फर्किनु लागेको घरतिर फर्किनु पर्यो। गर्मी नि भयो लास्टै गर्मी भयो। ल हामी चाहिँ अटोबाट पनि झऱ्यौँ झरेर अब मेट्रो स्टेसन अभी हम कता हो निस्किन्छ थाहा छैन त। चाहिँ मेट्रो स्टेसन चाहिँ घुमेर भ्यायो। अब चाहिँ हामी फर्किँदैछौँ चढेर अघि निस्किँदा कस्तो राम्रो हुन्छ त्यो भने अहिले त यहाँको गाजर मिठै लिपस्टिक पनि अलिकति खाइयो क्या मोमोको साथमा सँगै गएर मलाई चाहिँ ठ्याक्कै यहाँनिर आउँदा यस्तो मनपर्छ कि है यस्तो हावा लाग्छ चिसो चिसो फर्किँदा फर्किँदा रात पर्यो अँध्यारो भयो कसैले कसैको अनुहारै चिन्न सकेन है। ल गाइज हामी चाहिँ गेटबाट भित्र छियौँ अब घर आइपुग्यौँ थाकेर लथ्याङ भएर अहिले त म बोल्न पनि सकेको छैन। ओके बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ माई भ्लग। बाई बाई गुम्बा।